दाइ तपाईसँग यति ज्यादा पैसा कहाँबाट हान्छ? म यस्तो पैसा कहाँबाट हान्छ? हजुर जान चाहन्छस्? हजुर नेटवर्किङको बारेमा सुनेछस्? सुनेको त छु। हँ? थाहा छ के भन्ने हो? थाहा छैन। त्यसमा के हो भन्नाले चाहिँ नि म बताउँछु। नेटवर्किङमा के हो भन्नाले चाहिँ नि जस्तो तँ भइस्, तैँले त्यसको तल आफ्नो तल 3 जना हाल्नुपर्छ। त्यसको पछाडि फेरि तिनीहरूले 3 जना हाल्छ। तर 3 जना गरी गरी मान्छे दुनियाँभरको हुन्छ। तर तिनीहरूको पैसा चाहिँ नि सबै तैँले पान्छस्। त्यहाँबाट तल पैसाको कमी नै हुन्न। यसको लागि चाहिँ नि पैसा त फाल्के केटो। यसको लागि तैँले एउटा जिनिस गर्नुपर्छ। के गर्नुपर्छ दाइ? मात्र 5,000 दिनुपर्छ। 5,000? दाइ मसँग 5,000 भएको भए चाहिँ मेरो ब्रेकअपै हुन्थेन। गर्लफ्रेन्डलाई घुमानेको पैसा छैन मसँग, त्यही भएर त ब्रेकअप भएको मेरो। यानि त यस्तो पैसा छैन।